यो चाहिँ हाम्रो एक्स्ट्रा डोज केबल स्टे ब्रिज हो हैन। यो चाहिँ नेपालको हामीले फर्स्ट पहिलो ब्रिज हो यो टाइपको हाम्रो सिग्नेचर पुल भन्छ यसलाई हैन। यो चाहिँ हाम्रो 190 मिटरको यो अहिलेको हाम्रो सेतीको एक्जिस्टिङ पुलको अप स्ट्रिम र डाउन स्ट्रिममा 190 मिटरको हाम्रो दुईटा पुल बन्दैछ हैन। यसमा अहिले यहाँ देख्न सक्नुहुन्छ हाम्रो दुईटामा के अरे कर्णालीको पुल जस्तै तर कर्णालीमा एउटा टावर छ बिचमा हैन। यहाँ चाहिँ दुईटा टावर छ, एउटा यता र यता दुईटा टावर छ अनि 12 मिटर हाइटको टावर छ हाम्रो। अनि हाम्रो यहाँ तल चाहिँ गर्डरहरुमा चाहिँ प्रिस्टेज प्रवृत्तिबाट गर्डर चाहिँ प्रिस्टेज प्रवृत्तिबाटै छ तर त्यसले चाहिँ लोड धान्न नसक्ने भएको भएर हामीले चाहिँ माथिबाट केबल राखेको छ। एक साइडतिर 11वटा केबल, उतापट्टि 11वटा केबल गरेर एउटा गर्डरमा चाहिँ हाम्रो 11वटा केबल आउँछ हैन। त्यो अहिले हाम्रो पल्लो स्पानमा देख्न सकिन्छ। हामीले त्यहाँ अहिले पाइपहरु राखिसकेका छ केबलको लागि। यो एक्स्ट्रा डोज केबल स्टे एक्स्ट्रा डोज प्रवृत्तिबाट निर्माण भइरहेको छ। यो चाहिँ टावरको हाइट 12 मिटर चाहिँ के भयो भने बाहिरतिर प्रायः हाम्रो केबल पुलहरुको हाइट चाहिँ 20-25 मिटर 30 मिटरदेखि ठुलो हाइटहरुका पुलहरु बन्छ हैन। त्यो बन्दाखेरि यसको सौन्दर्य नै अलि फरक टाइपको हुन्थ्यो, यसको डिजाइनै फरक टाइप हुन्थ्यो हैन। अनि यहाँ चाहिँ पोखरा एयरपोर्टको कारण हाइट रेस्ट्रिक्सन कारणले गर्दा हामी 12 मिटरभन्दा माथि जान सकिएन। त्यही भएर हामी चाहिँ एक्स्ट्रा डोज केबल स्टे नभएर हामी एक्स्ट्रा डोजमा गइयो। यसमा अरु हजुरले भने अरु फिचर चाहिँ हाम्रो फुटपाथ चाहिँ वान साइड चाहिँ फुटपाथ हुन्छ, दुईटा पुल छ। त्यही भएर यताको साइडमा चाहिँ यो साइडतिर फुटपाथ, पारिपट्टि चाहिँ अर्को साइडतिर फुटपाथ हुन्छ। 3 मिटरको फुटपाथ छ हाम्रो। अनि युटिलिटी डक्टहरुको लागि खानेपानीको लागि र अनि नेपाल विद्युत प्राधिकरणको एनएको उसको लागि चाहिँ हाम्रो युटिलिटी डक्टहरु पनि राख्छ तल हैन। त्यो अरु चाहिँ अब नर्मल ब्रिज जस्तै अरु फेसिलिटी भइहाल्छ।